नमस्कार, म सन्तोष बेगा। यतिखेर हामी झापा जिल्लाको हल्दीबारी गाउँपालिका वार्ड नम्बर 3 मा छौँ। तपाईहरु देखिराख्नु भएको छ। यहाँनेरि एकजना बहिनी चाहिँ बिमारी हुनुहुँदो रहेछ, सीता बानिया। उहाँलाई क्यान्सर लागेर उहाँको 1 वर्ष अगाडि चाहिँ देब्रेपट्टिको हातै काट्नु पर्यो र अहिले चाहिँ हात काटेको अवस्थामा छ र ठ्याक्कै उहाँलाई खुट्टामा पनि फेरि ट्युमर पलाएको छ अनि उहाँको अवस्था पनि एकदम नाजुक छ अनि उहाँहरूले उपचार गर्दा गर्दा उहाँहरूको धेरै सम्पत्तिहरू पैसाहरू पनि सिद्धिएछ र अहिले चाहिँ एकदम आर्थिक अवस्था कमजोर भएको अवस्थामा हुनुहुन्छ र यो पछाडि चाहिँ अब उहाँहरूलाई उपचार गर्ने चाहिँ पैसा पनि नभएको अवस्था छ। तपाईको श्रीमती नि उहाँको नाम सीता बानिया। कति उमेर भयो तपाईहरुको? के छ तपाईको उमेर चाहिँ? मेरो 30 वर्ष पुग्नुभयो। तपाईको शुभ नाम? अनिल हो। 1 वर्ष भयो बहिनी क्यान्सर लागेको है। उपचार पनि गर्नुभयो पहिला? के उपचार गर्नुभयो? केमा क्यान्सर लागेको थियो पहिला नसामा ट्युमर भएको थियो। हजुर। यही बढ्दै बढ्दै मेचीमा उपचार नभएपछि इन्डिया पनि लग्यो। हजुर। इन्डियामा पनि नहुँदा वीर अस्पताल लगेर ए काठमाडौँमा उपचार गर्नुभयो। पैसा निकै सिद्धियो होला हैन? ए हात पनि काटिएछ नि? बहिनी बोल्नुहुन्न अरे नि? बोल्ने के अरे जोस् उहाँको बोली सानै बच्चैदेखि नबोल्ने? ए अहिले त उहाँको अनुहारमा पनि यो आँखा एकपट्टिको साइडको त के टालिएको छ त? के भएको? सुनेर हो। अब हिलजुल गर्न सक्दैन, खाली सुतेको छ। ए त्यही भएर सुनेको नि। उहाँलाई अहिले केमा समस्या छ? जस्तै एकपट्टि साइडमा पुरा सुन्निएछ अनुहार हैन? अनि अब यतापट्टि उहाँको खुट्टामा पनि देखिएको थियो है? खुट्टाको घाउ देखाइदिनु एकचोटि। त्यहाँबाट बिस्तारै गरेर निकाल्नु। त्यतिखेर क्यान्सर हो, त्यतिखेर क्यान्सर भनिदिन्थ्यो। दोस्रोलाई जोड्दैछु, मैले सकिनँ। मेरो नातिनी बचाउनुको लागि सहयोग माग्दैछु। मेरो उपाय चलेन घरमा। सबैजनाले मलाई सहयोग गरिदिनु। सबैलाई नमस्कार। मेरो नाम विनोद कर्मकार। विगत 1 वर्ष अगाडिदेखि मेरो आन्टीको छोरी क्यान्सर रोगले पीडित अवस्थामा हुनुहुन्छ। उहाँलाई चाहिँ धेरै उपचार गर्दा गर्दा हाम्रो वीर हस्पिटलसम्म पुर्याइयो र उहाँको अहिले देब्रे हात पनि काटेको अवस्था छ र अहिले धेरै नै आर्थिक अवस्था कमजोरी भएको कारणले मिडिया मार्फत हामीले सहयोगको अपिल गर्दै आज मिडिया मार्फत सम्पूर्ण देश विदेशमा रहनु भएको दाजुभाइलाई सहयोगको लागि अपिल गर्दछु।